हेलो गाइज, आज चाहिँ हामी तिनजुरे आएको थियौँ। तिनजुरे आइ पनि पुगिसक्यौँ। अब चाहिँ हामी तिनजुरेको पाथिभाडा माताको दर्शन गर्न जाँदैछौँ। बाटोको हालत त्यस्तो छ, सरकारले यहाँको बाटो पनि बनाइदिनु पर्यो। गर्मी धेरै रहेछ। हजुरहरू चाहिँ अलिक गर्मीमा लाउने लुगा लाएर आउनु होला। हामी चाहिँ यहाँ गर्मी भएर ताता हिँड्दैछौँ। तपाईँहरूलाई म देखाइराख्छु, हेर्न सक्नुहुन्छ। तातिर एकदमै चिसो छ, एकदमै चिसो, हिउँ परे जस्तै। मान्छेहरूको पनि भिडभाड ठिकै छ। गुराँसको राजधानी भनेर चिनिने तिनजुरेमा चाहिँ 32 प्रजातिका चाहिँ फुल फुल्दैनन्। 9 प्रजातिका फुल चाहिँ फुल्ने रहेछन्। हेर्न सक्नुहुन्छ फुलहरू एकदमै ढकमक्कै फुलेको छ। यो समयमा चाहिँ आउन सक्नुहुन्छ। पानी पर्छ कि हेर्न सक्नुहुन्छ, यहाँ गुराँसहरू फुलिरहेका छन्। टिप्न चाहिँ नाली गुराँस हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ, सबजना कठिनका साथ माताको दर्शन गर्न जानु हुँदैछ। हेर्न सक्नुहुन्छ गुराँसको फुलहरू। म चाहिँ अरूभन्दा अगाडि नै आइसकेको छु। सो म चाहिँ त्यो खुड्कुलो चढ्न लागिसकेको छु। म हजुरलाई देखाउने नै छु है। एकदम कलिनुपर्छ, एकदम स्या भएर यता देख्न सक्नुहुन्छ। यस्तो भिड तिनजुरेमा चाहिँ यतिखेर पानी पर्दैछ गाइज, हेर्न सक्नुहुन्छ। म चाहिँ आइपुग्नै लागेको छु सिन्की भइनेर। हेर्न सक्नुहुन्छ, बादल लागेको छ। बादल लागे पनि खुल्ला मौसम। गुराँस चाहिँ गुराँस फुलेको छ तिनजुरेमा। मेरो साथीहरू चाहिँ पछाडि नै हुनुहुन्छ। अलि म चाहिँ अगाडि आइपुगेँ। फाइनली गाइज, म चाहिँ लगभग आधी आइपुगेको छु। यहाँ चाहिँ मरेर जस्तै भएको छ। म चाहिँ आइपुगिसकेको अवस्था भन्नुपर्छ। सो यतिको कठिन पछि चाहिँ